आदरणीय दर्शकवृन्द, हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदै पुनः म हेर्ने आँखा युट्युब च्यानलमा उपस्थित भइसकेको छु। र हेर्ने आँखा युट्युब च्यानल पहिलोचोटि आज मात्र हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर अनि छेउमा रहेको घन्टीलाई दबाएर हेर्ने आँखा युट्युब च्यानलसँग जोडिनुहोला। र हेर्ने आँखा युट्युब च्यानलमा विभिन्न जानकारीमूलक भिडियोहरू लिएर म उपस्थित हुने गरेको छु। र लाली गुराँस नेपालको राष्ट्रिय फूल त्यत्तिकै सुन्दर छ र यसका धेरै औषधीय गुणहरू पनि छन्। यहाँ लाली गुराँसका प्रमुख स्वास्थ्य लाभहरू उल्लेख गरिएको छ। हृदय स्वास्थ्यका लागि फाइदाजनक लाली गुराँसको जुसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ र हृदयाघात तथा स्ट्रोकको जोखिम घटाउँछ। यसले रक्तचाप नियन्त्रण गरी उच्च रक्तचापबाट बचाउँछ। रक्त अल्पता एनिमिया रोक्न मद्दत गर्छ। यसको जुसले शरीरमा रक्तको मात्रा बढाउँछ, जसले गर्दा एनिमिया जस्ता समस्याहरू नियन्त्रण हुन्छन्। मृगौला र मूत्र सम्बन्धी समस्यामा उपयोगी लाली गुराँसको नियमित सेवनले मृगौला रोग तथा मूत्र प्रणाली सम्बन्धी समस्याहरू नियन्त्रण गर्न मद्दत गर्छ। रोग प्रतिरोधक क्षमता बढाउँछ। यसमा भिटामिन बी र अन्य पोषक तत्त्वहरू छन्, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। यसले खोकी, ज्वरो र मौसमी रोगहरूबाट बचाउँछ। पाचन तन्त्र र मृगौलाको लागि लाभदायक यसले पाचन प्रणालीलाई सुधार गर्छ र मृगौलाको पत्थरी हुने जोखिम घटाउँछ। छाला र स्वास्थ्यका लागि त्यत्तिकै उपयोगी लाली गुराँस एन्टिअक्सिडेन्ट गुणहरू छन्, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ। प्रयोग गर्ने तरिका जुस लाली गुराँसको फूलबाट तयार गरिएको जुस प्रतिदिन 1 गिलास पिउन सकिन्छ। यसको फूलबाट चिया र अन्य पेय पदार्थहरू बनाएर प्रयोग गर्न सकिन्छ। लाली गुराँस नेपाली संस्कृति र स्वास्थ्यका लागि महत्त्वपूर्ण छ, तर यसको सेवन गर्दा आवश्यक मात्रामा नै लिनुपर्ने हुन्छ। हस्त दर्शकवृन्द, यस्तै जानकारीमूलक भिडियो लिएर पुनः म उपस्थित हुने नै छु। अहिलेलाई भने ओझेल हुन चाहे। नमस्कार।